आज हामी सिक्ने लोकसेवामा कुनै भ्याकेन्सीको लागि एप्लाई गर्दा त्यसमा पेमेन्ट कसरी गर्ने। म यहाँ पेमेन्ट गर्न गइरहेको छु कोशी प्रदेशको लोकसेवाको वेबसाइटमा। सर्वप्रथम हामीलाई त्यो आफ्नो आइडी लगइन गर्नुपर्ने हुन्छ। म आफ्नो आइडी पासवर्ड राखेर लगइन गर्दैछु। आइडी पासवर्ड लेखेर त्यहाँ क्लिक गर्नुपर्ने हुन्छ, बुझाउनुहोस् म। त्यसपछि यहाँ मेरो आवेदनहरू, त्यसपछि यहाँ बाँकी छ पेन्डिङ लेखिएको छ। यहाँ हाम्रो पेमेन्ट भएपछि हरियो कलर आउँछ। यहाँ राष्ट्रिय ब्याङ्क अर्को थिच्ने। त्यसपछि यहाँ म ई सेवाबाट पेमेन्ट गर्न चाहन्छु, तर यहाँ माथि ई सेवा छ, म त्यसमा क्लिक गर्छु। अब मैले आफ्नो ई सेवा आइडी हाल्नुपर्ने हुन्छ अनि ई सेवाको जुन पिन हुन्छ त्यो हाल्नुपर्ने हुन्छ। त्यसपछि जुन नम्बरबाट मैले ई सेवा खोलेको छु त्यो नम्बरमा टोकन कोड जान्छ अनि त्यो कोड हामीलाई यहाँ थिच्नुपर्ने हुन्छ। टोकन थिचेपछि यहाँ कन्टिन्यू पेमेन्टमा थिचेपछि हाम्रो पेमेन्ट सफल हुन्छ। कन्टिन्यू पेमेन्ट कन्फर्म यति गरिसक्यो। अब पछि गएर यसमा हेर्दा त्यहाँ पेमेन्ट भइसकेको हुन्छ। कुनै बेला अलि